सबैलाई ट्युटोरियल संसारको नयाँ भिडियोमा स्वागत छ। हिजोको भिडियोमा हामीले इमेजमा चाहिँ 2082 को कसरी अपडेट गर्ने भनेर सिकेका थियौँ। सो आज म हजुरहरूको सामु नयाँ भिडियो लिएर आइसकेको छु, जसमा हजुरहरूलाई म नयाँ स्टुडेन्टको रेकर्डहरू चाहिँ कसरी एड गर्ने भनेर सिकाउन गइरहेको छु। त्यसको लागि हजुरहरूले सुरुमा आफ्नो इमेजलाई लगइन गर्नु। इमेज लगइन गरिसकेपछि हजुरले यस्तो ड्यासबोर्ड देख्न सक्नुहुन्छ। सो यो ड्यासबोर्ड हजुरको आफ्नो स्कुलको इमेजको पोर्टल रहेको छ। यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ स्टुडेन्ट रेकर्ड भनेर अप्सन छ। स्टुडेन्ट रेकर्डमा यहाँनिर फर्स्टमा स्टुडेन्ट इन्फर्मेसन भनेर छ, यहाँ हजुरहरू जानुहोस्। त्यसपछि हजुरहरूले यहाँनिर राइटपट्टि साइडमा एड स्टुडेन्ट भनेर एउटा बटन देख्न सक्नुहुन्छ। यहाँ गएर हजुरहरूले क्लिक गर्नुपर्ने हुनेछ। त्यसपछि हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ सुरुमा फर्स्ट नेम भन्ने ठाउँ छ। यहाँ हजुरले आफ्नो विद्यार्थीको पहिलो नाम इन्टर गर्नु होला। जस्तै मैले यहाँनिर एउटा ऱ्यान्डम नेम युज गर्छु, जस्तै राम। अब मिडल नेम छ भने मिडल नेम, नभए परेन। लास्ट नेम सपोज राम थापा भयो, जेन्डर मेल। अनि त्यसपछि हामीले यहाँ चाहिँ विचार गर्नुपर्ने कुरा के छ भन्दा क्लासमा जानुहुन्छ भने यहाँनिर अप्सन भनेको ECD 1 नर्सरी एलकेजी युकेजीमा मात्रै देख्नुहुन्छ। 82 सालमा चाहिँ इमेजमा बच्चाहरूलाई एड गर्दाखेरि चाहिँ ECD लेभलको सम्मलाई मात्रै एड गर्न सक्नुहुन्छ। त्योभन्दा बढी क्लास 2 देखि क्लास 12 का बच्चाहरूलाई एड गर्न सक्नुहुन्न। हजुरहरूले अब त्यो बच्चालाई एड गर्नको लागि चाहिँ पहिला प्रिभियस इयरमा जुन स्कुलमा पढेको छ त्यो स्कुलबाट हजुरहरूले ट्रान्सफर लिनुपर्ने हुन्छ। ट्रान्सफर लिइसकेपछि हजुरहरूले आफ्नो इमेज पोर्टलबाट चाहिँ त्यो बच्चालाई स्टुडेन्ट एक्सेप्ट गर्नुपर्छ, जुन म हजुरहरूलाई आउने भिडियोमा पक्कै पनि सिकाउने नै छु। त्यसपछि हजुरहरूले देख्न सक्नुहुन्छ एडमिट इयर 82 साल भइहाल्यो। त्यसपछि डेट अफ बर्थ। त्यसपछि हजुरहरूले चाहिन्छ पर्मानेन्ट प्रोभिन्स कहाँ हो, पर्मानेन्ट स्टेट, म्युनिसिपालिटी, वार्ड नम्बर, सबै कुरा हजुरहरूलाई चाहिने हुन्छ। पर्मानेन्ट साथसाथै टेम्पोररी पनि हजुरहरूलाई चाहिन्छ। अनि कास्ट, कुन चाहिँ कास्टको त्यो डिटेल्स भर्नु पर्यो। मदर टङ कुन सबै डिटेल्स भर्नु पर्यो। एसडी टाइप कम्पलसरी छैन, यसलाई चाहिँ भर्दा पनि भयो, नभर्दा पनि भयो। अनसेबिलिटी हजुरहरूले भर्दा पनि भयो, नभर्दा पनि हुन्छ। त्यसपछि स्कुलिङ सोर्स पनि अप्सनल, स्कलरसिप अप्सनल छ, सब्जेक्ट पनि अप्सनल, कन्ट्याक्ट नम्बर अप्सनल हो। तर यो हजुरहरूले राखिरहँदाखेरि फाइदा, पछि यहीँबाट स्टुडेन्टको डाटाहरू एक्सपोर्ट गर्नु पर्यो भने हजुरहरूलाई काम लाग्छ। त्यसरी फादर नेम, मदर नेम, गार्जेन नेम, साथसाथै गार्जेनको नम्बरहरू पनि हजुरले इन्टर गर्नुपर्ने हुन्छ। त्यसपछि एडमिसन भएको डेट कहिले हो, बच्चा जुन दिन स्कुलमा हजुरहरूले एडमिसन गराउनु भयो त्यो दिनमा चाहिँ हजुरहरूले यहाँनिर एडमिसनको डेट राख्नुपर्ने हुन्छ। त्यसपछि एउटा फोटो, बच्चाको पासपोर्ट साइजको डिजिटल फोटो पनि हजुरहरूले यहाँ अपलोड गर्नु पर्ने हुनेछ। र यो त भयो हाम्रो यही नेपालमा भएका बच्चाहरू कुनै अरू डिस्ट्रिक्टबाट अथवा सेम डिस्ट्रिक्टबाट आएको बच्चाको केसको भयो। यदि कोही बच्चाहरू फरेन कन्ट्रीबाट हाम्रो स्कुलमा पढ्न आएको छ भने त्यस्तो केसमा चाहिँ हामीले हाम्रो स्कुलमा एड गर्न मिल्दैन। सो त्यसलाई चाहिँ हजुरहरूले आफ्नो नजिकको स्थानीय पालिकालाई गएर सम्पर्क गर्नुपर्ने हुन्छ। त्यहाँबाट हजुरहरूले त्यो बच्चालाई सजिलोसँग आफ्नो स्कुलको इमेजमा चाहिँ एड गर्न सक्नुहुनेछ। र यही नै हो हाम्रो स्टुडेन्टलाई एड गर्ने तरिका। अब यदि हजुरहरूलाई अपडेट गर्न आएन भने मेरो युट्युब च्यानलको पहिलाको भिडियोमा गएर हेर्न सक्नुहुन्छ। साथसाथै म डिस्क्रिप्सनमा पनि त्यसको लिङ्क राखिदिँदैछु, त्यहाँ गएर हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँसम्म मेरो भिडियो हेरेर बसिरहनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। आगामी आउने भिडियोहरूमा पनि म इमेज लगायतका यस्तै अन्य जानकारीका साथ हजुरहरूमा उपस्थित हुनेछु। त्यतिन्जेलको लागि सम्पूर्णलाई नमस्कार।